दर्शक आज एउटा नयाँ सिनेमाको प्रदर्शन तय गरिएको छ। सिनेमाको नाम हो गौँथली र गौँथली भन्ने सिनेमा जुन रहेको छ यो सिनेमालाई दर्शकहरूले मन पराउने अपेक्षा गरिएको छ। गौँथली भन्ने सिनेमालाई डाक्टर कपिल रिजालले निर्देशन गरेका हुन्। दर्शक यसभन्दा अगाडि उनले ह्यारी की प्यारी भन्ने सिनेमा निर्देशन गरेका थिए। सिनेमामा तपाईँले अरुण छेत्री र सिमरन खड्काको जोडीलाई पर्दामा देख्न पाउनुहुनेछ। नेपाली कला क्षेत्रका शिखर व्यक्तित्व हो मदन कृष्ण श्रेष्ठ, त्यस्तै गरी प्रकाश घिमिरे, लुनिबा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमलसेना, लक्ष्मीनाथ तिमलसेना र राजेन्द्र नेपाली पनि यसमा मुख्य कलाकारको रूपमा रहेका छन्। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले यसमा अभिनय गरेका छन्। दर्शक तपाईलाई म जानकारी गराउँछु, यो जुन सिनेमा रहेको छ भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा यो फिल्म निर्माण भएको। सरला रिजाल यो सिनेमाकी कार्यकारी निर्माता हुन् भने निर्माताको रूपमा सुमन गिरी र डाक्टर कपिल रिजाल रहेका छन्। दर्शक र तपाईलाई म जानकारी गराउँछु, यसमा समुद्र बास्कोटा, थानेश्वर गौतम र प्रशान्त शिवाकोटीको सङ्गीत रहेको छ। तपाईलाई जानकारी गराउँ, हरि होमगाईले यो फिल्मलाई खिचेका हुन् भने मिलन श्रेष्ठले यसलाई सम्पादन गरेका हुन्। दर्शक सिनेमा आउने भएको छ साउनको 1 गतेबाट यो सिनेमा रिलिज हुने भएको छ। आज पोस्टर रिलिज गरिएको छ। सिनेमा गौँथलीको टिमलाई धेरै धेरै शुभकामना। गौँथली नाममा पहिले पनि भोला रिजालले फिल्म बनाएका थिए, अब उनकै छोरा कपिल रिजालले अर्को सिनेमा बनाएका छन्। अब हेरौँ यो सिनेमा कस्तो बनेको छ। गौँथलीको टिमलाई धेरै धेरै शुभकामना छ।